है नमस्ते सम्पूर्ण साथीहरुमा म एस कुमारको तर्फबाट हाल अहिले चाहिँ म बुलगारियाबाट बोल्दैछु र जुन नेपाली अहिले माहौल छ चुनावी माहौल त्यो चुनावी माहौलको सन्दर्भमा चाहिँ मलाई दुई शब्द तपाईहरु माझमा चाहिँ राख्न मन लाग्यो है खासमा भन्नुपर्दाखेरि बालेन शाहको बारेमा चाहिँ दुई शब्द तपाईहरु माझमा चाहिँ म राखिरहेको छु है त जस्तै बालेन शाहको कुरा गर्नु पर्दाखेरि उहाँ एउटा निडर निस्वार्थ मान्छे हो है त र जुन अहिले सामाजिक सञ्जालमा हैन हरेक नेताहरूले टीका टिप्पणी गरिरहेको छ उहाँको जुन 8 करोडको गाडी चढिरहेछ 2 लाखको ज्याकेट लाछ 2 लाखको प्यान्ट लाछ 2 लाखको जुत्ता लाछ अरे बाबा लाउँछ त उले लाउँछ है उसँग छ त लाउँछ उले त भ्रष्ट गरे हैन किनभने बालेन अलरेडी र्यापर अलरेडी इन्जिनियर र उसको बाबुबाजेकै सम्पत्ति यति टन्नै छ उनी त दाता मान्छे हो उले त त्यो 8 करोड गाडी मात्रै हैन उले त के चढ्न क्षमता राखेको मान्छे एउटा कुरो है त्यो कुरो हो तर पनि जस बालेन शाह चाहिँ एकदम निस्वार्थ मान्छे हो है उहाँले तपाईको राजधानी काठमाडौँ पनि मेयरको पद सम्हालेर राम्रैसँग काम गरेको हो निस्वार्थ तरिकाले काम गरेकै हो है मेयर पद राजीनामा दिएर उहाँ जनकपुर जानुभयो जनकपुरमा पनि उहाँको जनताको क्रेज राम्रो छ हैन जनताको क्रेज राम्रो छ त्यहाँ पनि तपाईको मैथिली भाषामा पनि राम्रो भाषणहरू गर्यो हैन त्यसमा नराम्रो भाषणहरुमा केही नै छैन कुनै नेताले न गाली गरेछ न कुनै नेताहरुको बारेमा टीका टिप्पणी नराम्रो इत्यादि कसैको बारेमा केही नराम्रो भनेकै छैन है जस्तै त्यहाँदेखिको उहाँको लाहानमा पनि उहाँको जनताको क्रेज एकदम राम्रो छ लाहानदेखि इटहरीदेखिको उहाँको झापासम्मको जनताको क्रेज त ओहो माइ गॉड जय बालेन जस झापामा पनि जनताहरूले धेरै माया गरेको छ बालेनजीलाई र जस अब झापाबाट उहाँ चाहिँ पश्चिम अहिले गइसक्नु भएको छ डडेलधुरा पश्चिमतिर अहिले उहाँ चुनावी माहौलमा लागिरहनु भएको छ र पश्चिमतिर पनि उहाँको जनताहरूको क्रेज राम्रो छ माया प्रेम राम्रो छ एकदम राम्रो छ है तर यो बालेनजीको बारेमा यो चोर भ्रष्ट नेताहरूले त्यस्ता शब्दहरू युज गरिरहेछ जस्तै हाम्रो केपी बाले नै युज गर्छ नराम्रो शब्दहरू बोलिरहेछ भनिरहेछ यो महेश बस्नेतले है त महेश बस्नेतको दिमाग त छैन एउटा कुरो एउटा राजनीतिक कर्मी भएपछि सभ्य भाषा के हो हैन बोल्ने भाषा के हो उलाई तौर तरिका के नै थाहा छैन जे मुखमा आयो बोलिदिन्छ हैन अब पनि त जनता जागरुक भएन भने यस्तै चोर बेइमान भ्रष्टलाई फेरि जिताउने हो त केपी बाले के भनिरहेछ झापा मेरो लाल किल्ला हो किन भनिरहेछ किनभने त्यहाँको जनताहरूले गर्दा नि लाल किल्ला हो भनिरहेछ किनभने उलाई थाहा छ एमाले जनताहरू मेरै छ अब किन जनताको पनि त्यो अलिकति घमण्डपना छ हैन एउटा कुरो किनभने म कट्टर एमाले हुँ अहिले पनि भन्ने मान्छेहरू छ धेरै छ म कट्टर कांग्रेस हुँ प्लिज बाबा त्यस्तो कुरो अब हटाइदिनुस् मानसिकता त्यस्तो मानसिकता हटाइदिनुस् है के गरे त यिनीहरूले चोर भ्रष्टहरूले के गरे त दैनिकी अहिले हरेक युवा दैनिकी हजारौं युवा परदेशिनु परिरहेको अवस्था छ म पनि परदेशिनु परिरहेको अवस्था छ एउटा कुरो है किन कसको कारणले यही नेपालको अवस्था राजनीतिकको कारणले गर्दा यो चोर भ्रष्ट नेताहरूको कारणले गर्दा हो कि हैन सो प्लिज सम्पूर्ण जनताहरुमा रिक्वेस्ट विनम्र अनुरोध गर्न चाहन्छु म है यसपालिको भोट चाहिँ जय बालेन जय घण्टी